presents by Liang Liang TV. आइपुग्नु भयो म खाना पस्किन्छु है भयो दिनभरिको थकानले खान मनै छैन। थोरै त खानु न बरु म यही लिएर आउँछु खानै मन छैन त नि ल्याउनु पर्दैन हो। ए यहीँ लिएर आयो पर्दैन थियो खान मनै थिएन। अनि देशको भविष्यको चिन्ता गर्ने मान्छेले खाना नखाएर कमजोर भइँदैन। फेरि तपाईँ कमजोर हुनुभयो भने विचार कसले गर्ने तपाईँ भ्रष्टाचारी मान्छे छन्। लु खानुहोस्। तिमी मलाई यसरी नै माया गरिराख्नु है निता। गरिहाल्छु नि यस्तो कुरा पनि सोध्नु हो त। त्यही पनि मनमा कता कता चसक्क त भइहाल्छ। तिमीले छोडेर गयो भने म कसरी बाँच्नु? म त पागल चाहिँ हुन्छ। तिमी पनि यस्तो कुरा नगर न। तिमीलाई मेरो विश्वास लाग्दैन र? विश्वास त यति लाग्छ कि म बयानै गर्न सक्दिनँ नि। अनि यसो सोध्न मन लाग्यो नि तिमीलाई नसोधेर अरू कसलाई सोध्नु? अबदेखि यस्तो कुरा नसोध है। अबदेखि यस्तो कुरा सोध्यो भने फेरि म त बोल्दिनँ नि। बोल्दिनँ भनेर सक्नु परेन बच्चैदेखिको साथी। हो त्यो त मलाई नि थाहा छ। तर ऊ बतासीसँग सम्बन्धमा छ। तब बोलिस् भने यसको सम्बन्ध बिग्रिन सक्छ। खोइ केही हुन्न होला म त बोलाउँछु। अब सम्बन्ध नै बिग्रिने भए मलाई प्रश्न भन्दा भइहाल्यो नि म बोलाउँदै बोलाउँदिनँ। हुन त त्यो कुरा नि ठिकै हो। एउटा कुरा सोधौँ त है। के कुरो हो र? के त्यो केटी तँलाई मनपर्छ र? ए तँ पनि के कुरा सोध्छस् हौ? बिहेपछि तिमी मलाई कहाँ घुमाउन लान्छौ? तिमी चिन्तै नगर न। बरु कहाँ कहाँ जानु मन लाग्यो भन न म त्यहाँ पुऱ्याइहाल्छु। हुन्न र प्यारी? तिमीले ठट्टा त गरेको होइनौ नि? अरू सबै कुरामा ठट्टा गरे पनि यस्तो कुरामा कहाँ ठट्टा गर्न सक्छ र? राति 10 बजेछ 10। तिमीले मलाई किन छोडेन छोडेको? मलाई छोडेन कहाँ छोडेको? 12 बजे राति बौला बनाइरहेको बौला बनाउँदा समिता त्यो बतासेलाई के भएको? के हुनु र? हातमा देखेनौ तस्बिर? सबैभन्दा बढी माया गर्थ्यो उसले नितालाई। तर बतासेले देश विकास र देशको भविष्यको बारेमा सोच्न थाल्यो।
त्यसपछि अनि त्यति राम्रो मान्छे कसरी त्यस्तो भएछ नि? त्यहीँदेखि त कुरो बिग्रिन थालेको नि। उसले डाक्टर पढेको थियो, नेपालकै ठुलो अस्पतालमा काम गरे तापनि गरिबहरूको निशुल्क उपचार गर्थ्यो। राम, डाक्टर पो? अनि आफै मानसिक रोगी? निताले छोडेर गएपछि उसको यस्तो अवस्था भएको हो। कहाँ भयो भनेर चाहिँ यति त तिमीले खानै पर्छ। हेर त नखाएको खाऊ 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 यति त खाइदेऊ यति 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 खाइदेऊ न खाइदेऊ ल्याङ टिभी। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। साथसाथै लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।